28,000 अरे यार एउटाको आइसी नेपाली कार्डमा चाहिँ एक्स्ट्रा 4.5% बट्टा लाग्ने रहेछ यो यामाहाको XSR 187 है ट्याक्स पनि पे गर्नु परेन कति 15 इयर्सलाई रेजिस्ट्रेसन पनि फ्री सबै एभ्रिथिङ हुन्छ यो अन रोड प्राइस क्या 2,02,000 रुपियाँ चाहिँ यहाँ पेट सपतिर आएको छौँ अहिले चाहिँ हस्की रहेछ यहाँ आजको हाम्रो लास्ट लोकेसनको लागि चाहिँ हामी आइसक्यौँ डिक्याथलोन सो अहिले चाहिँ हामी यहाँ पान्टिङ आइसकेको छु अनि यहाँ एक्जिट गर्दैछु यहाँ हाम्रो पर्मिटमा गुड आफ्टरनुन सबैजनालाई अर्को भ्लगमा आज स्वागत छ आजको भ्लग सुरु हुँदैछ सिलगढीको वरुण होटेलबाट हामी यहाँ आशिष भाइ सुवर्ण र आकाश आएको छौँ सिलगढी सानो कामहरूले केटाले सुरु गरिसक्यो म पनि आज चाहिँ चिकन चाख्दिन आँटेको यहाँको आकाश र मैले दुईजनाको मटन यो ठाउँ चाहिँ जहिले यत्तिकै भिड हुन्छ सो यति खाएर अनि के कारणले आएको के लिन आएको अहिले भनौँला अहिलेलाई भ्लग सुरु गरौँ आजको सो खाना खाएर हामी यहाँ ठ्याक्कै त्यो वरुण होटेलको ठ्याक्कै अपोजिटमा छौँ अहिले चाहिँ यहाँ फर्निचरहरूको पसलमा अनि आज हामी सिलगढी चाहिँ किन आएको भने यहाँ हाम्रो आकाशको त्यो क्याफेको लागि सामानहरू कुर्सीहरू चियरहरू यताउति लिनुपर्ने छ त्यही भएर चाहिँ आएको खासमा यहाँ हेर्दैछु म अस्ति अर्डर दिएको थियो आकाशहरूले केटाहरूले अनि आज चाहिँ लगभग भइसक्यो अरे अब यहाँबाट चाहिँ क्यारियरले लिएर जान्छ उता नेपाल अब त्यही बापत पैसाहरू लिन्छ भन्सारहरू यहाँ हो कति के लाग्छ हेरौँ अहिले भरेसम्म थाहा हुन्छ आजै जान्छ कि अब भोलि जान्छ हेरौँ न यहाँ भाइले पनि हेर्दैछ यसो घरको लागि 1-2वटा पिस चाहिँ छिराइदिनु पर्छ होला यार म पनि साँच्चै मजाको है 27,000 यो 28,000 अरे यार एउटाको आइसी त्यो पनि बरु यो राम्रो छ नि होइन यसको त झन् खतरा होला नि त यो पनि राम्रै रहेछ मजाको है फर्निचरहरू त इन्डियामा 22,000 अनि यो त ठिकै छ त भाइ अनि ये 28,000 है एक की दो का एक पीस का है उनको दूसरा भी रेंज दिखाया अच्छा रेंज भी दिखाया ये जो क्यों इतना महंगा है मिस्त्री बहुत कपड़ा बहुत महंगा है यो चाहिँ बरु 22,000 भाइ यो आएन एउटा ब्याक जिम सक्यो रे दामी रहेछ दामी कस्तो आनन्दको रहेछ यार यो चाहिँ 22,000 को अब केटाहरूले चाहिँ क्यारियरमा हाल्दाखेरि एउटा यसो सानोतिनो चियर चाहिँ हालिदिनु पर्यो म पनि भनेको तर ओभर महँगो छ यार यो चाहिँ आनन्दको छ गाडीहरूमा यस्तै हाल्यो भने त है निदाउँछ मान्छेहरू यसरी कुदाउँदै मजाको हाम्रो क्याफेमा चाहिँ केटाहरूले यो राख्न आँटेको छ यो चाहिँ पर पिस कति पर्यो ये इनको दिया था हमने 2800 ओके नाइस यो रहेछ केटाहरूको मजाको छ यो ब्ल्याक कलरमा हैन राम्रो छ यार ठिकै छ नट ब्याड नेपालमा ओभर महँगो छ यो लगभग 6,000-7,000 भन्छ क्या यो नेपालमा है यो 2800 भनेपछि कति पर्यो आइसी तिनीहरूको एनसी तिनीहरूको 4800 200 घटाउँदाखेरि 45 जति पर्ने रहेछ यता चाहिँ अफिस चेयरहरू पनि रहेछ 4,900 लेखिरहेछ 4,000 यस्तो चाहिँ चाहिरहेछ यार मलाई पनि चाहिनु त यसो एडिट गर्दै बस्नलाई क्या राम्रो छ अब आकाशले सामान हाल्दै गरेको बेला हालिदिनु पर्छ कि यार एउटा चाहिँ हामीलाई यहाँ भिडियो कलमा देखाउँदैछ है हाम्रो चेयरहरू ल दामी बब्बाल यार म जान्छु यार क्याफे बिरयानी खान जान्छु यार म क्याफे यार फेरि पनि हामी यो के अरे इन्टरनेसनल मार्केटको श्री परमेश्वर के हो क्या नामै यहाँ फेरि आइसकेको छौँ
भाइले यहाँ अस्ति पनि तेल ब्याग हेरेर लगेको आज पनि हेर्दैछ के लिएला त भाइले कति केजी हो यो कति लिटर 40 लिटरको रहेछ भाइटेराको बबाल छ बबाल हान्दै हान्दै भाइ हान्दै हान्दै दामी छ सामानहरू चाहिँ यहाँ एकदम राम्रो सामानहरू ल्याउँछ तर 1 रुपियाँ डिस्काउन्ट दिँदैन यार क्यों हंस रहे हैं भाई साहब ओ भाई साहब 15 अगस्त में दे देगा ना भाई 15 अगस्त में 2% डिस्काउंट हुन्छ हौ एक हफ्ते में महंगो क्या यार मत कीजिए ना नेपाल से आए नेपाल कितना अरे कितना 6000 हाँ 40 ये देख लीजिए ना कंपनी का वेबसाइट देख लीजिए ना ऑनलाइन ऑफलाइन कहीं पे भी तेरे का यार तनाव बता नहीं यार मैं कहाँ महंगा लूंगा ना ये कंपनी का वेबसाइट पे सेल प्राइस है ऑनलाइन में सेल प्राइस है आप ही कहाँ पे 5 लीटर नहीं नहीं यो भाइटेराको अलि माथि माथि लगाउनु माथि फिडब्याबिलिटी दिँदा भइहाल्यो नि त सर उस दिन ही बोला था ले अनि त्यो त नि फेरि झन् महँगो छ नि त नि कति नै महँगो छ सोचोगे 1600 मै छ त यो त नि यो चाहिँ छैन यो कुन छ यो 1600 व्हाट है भैया छोटा सा बैग ए डबल बैग के जरा अस्ति आउँदाखेरि कति थियो 5300 थियो आज 6000 भएछ 6000 भएछ यार आज ल नेपाली कार्डमा चाहिँ एक्स्ट्रा 4.5% बट्टा लाग्ने रहेछ अब तर कति काट्छ जति पनि काट्न सक्छ अरे हैन दादा के हो कि उतना ही अमाउंट काटेगा 4.5 में ही काटेगा हाँ वो 4.5 कटेगा मैं दिखा दूंगा आपको क्या दादा दिखाइए त कुन हो हाम्रो माल चाहिँ यो या तो मैं सिर्फ ये यो 55 प्रोसेस करता हूँ जितना कट रहा है वो आप मुझे कैश दे दीजिए कैश तो हम उल्टा ही लेके जा रहे सो यहाँ भाइको एटिएम काम गरेन अशिषको ट्राई गऱ्यौँ अशिषको पनि काम गरेन हामीले चाहिँ ल्याएकै छैनौँ एटिएम अब सुवर्ण भाइ तल एटिएमबाट पैसा झिक्न पनि गयो त्यो पनि भएन कार्ड डिक्लाइन सामानै लिन नपाउने रहेछ यार भाइले आज अब अर्को त्यो एसबिआईतिर चाहिँ निस्किन्थ्यो होला यहाँ आइसिआइसिआई रहेछ अब भने पायो नत्र जाने अब यता फेरि उयोको फर्निचरको ठाउँमा जाँदैछौँ त्यहाँ हाम्रो त्यो भाइको कुर्सीहरू सबै रेडी भयो होला त्यहाँ एकचोटि हेर्ने अनि चढाइदिने हो क्यारियरमा ल हाम्रो सामान चाहिँ बल्ल बल्ल आएछ यति नै लिन आएको हामी कुर्सीहरू अनि यो एउटा सेकेन्ड ह्यान्ड कुर्सी रहेछ सस्तोमा दियो 1500 मा त्यही भएर यो चाहिँ मैले उठाइदिनु लाग्यो क्या 1500 मा राम्रै छ यही अलिअलि उयो त छ अरू केही त छैन राम्रै छ अनि यहाँ भाइको क्याफेको सामानहरू चाहिँ यहाँ कार्टुनमा हालिदिएको रहेछ चेक गर्यो अनि सबै एडिटिङ गर्नु चाहिँ एडिटिङ टेबल एडिटिङको लागि है अब खतरा खतरा भ्लग आउँदैछ है अरे क्याफेको सोफा भन्दा त राम्रै छ त दामी छ यतिको ठिक छ अनि यहाँ चाहिँ क्याफेको त्यो उयोहरू रहेछ चेयरहरू तर यसमा चाहिँ यो चाहिँ फाल्टै हुँदो रहेछ यार मजाको यो चाहिँ अब उतै गएर फिटिङ गर्नुपर्ने रहेछ क्या अब क्यारियरले कति चार्ज गर्छ हेरौँ अब यहाँबाट चाहिँ यिनीहरूले पान्टिङसम्म डेलिभरी गरिदिन्छ 1000 रुपियाँ त्यो हामीले तिर्नु पर्यो केरियरले नै उठाएर लगिदिन्छ रे यहीँबाट ए भनेपछि यहाँबाट अनि भाइ त्यही रेट लिन्छ नि त त्यही अनुसार रेट लिन्छ क्या पनि मिलाउनु पर्छ नि त महँगो लिन्छ त्यसो भए खासमा त यहाँबाट 1000 झारिदिएर उतैबाट लिएको मिलाएकै राम्रो भाइ यहाँबाट यिनीहरूले महँगै लिन्छ क्या ल हाम्रो नेपालमा भर्खरै लन्च भएको यो यामाहाको XSR यही हो कति छ दादा यो स्टार्टिङ 100 छ 1,87,000 हो 187 है टप मोडल छ 2,200 सीटहरू चाहिँ कम्फर्टेबल यार माता और कौन कौन सा कलर है हेरौँ भाइ यही किन हो भाइ यही किन स्वाय त स्वाय दामी छ नि यार जाउँ हेरौँ ब्ल्याकमा चाहिँ दामी रहेछ नि त है 2,200 ए ब्ल्याकमा चाहिँ थोड़ा महंगा ये ब्लैक भी अच्छा है यार 2,200,000 2,02,000 रुपियाँ अन रोड प्राइस हो त्यसमा अब ट्याक्स केही लागेन सब इन्क्लुड छ सब इन्क्लुडेड हो 2 लाख रुपियाँमा इन्स्योरेन्स छ 5 इयर्स इन्स्योरेन्स ए इन्सुरेन्स पनि हो
इन्सुरेन्स पनि आयो, ट्याक्स पनि पे गर्नु परेन, कति 15 इयर्सलाई रेजिस्ट्रेसन पनि फ्री, सबै एभ्रिथिङ हुन्छ। यो अन रोड प्राइस क्या 2,02,000 रुपियाँ चाहिँ। अब इन्डियाको 2,02,000 रुपियाँ भनेपछि नेपालमा भयो 3,20,000 ज्यादा हुन्छ 320, त्यति नै हो, मलाई थाहा छ नि त। होइन 4.5 होइन, 2 लाख भनेको 320, 320 3,20,000 पर्यो नेपालमा चाहिँ। अब नेपालमा चाहिँ कति प्राइसमा लन्च होला त यो बाइक, कमेन्ट गर्नु होला ल, कसले मिलाउँदैन रहेछ। मजाको छ नि लुक्स त यार, कस्तो बबाल देखेको यार, यो कलर त झन् ओसी रहेछ त नि, दामी। 200 ए 155 सीसी हो। यहाँ पेट सपतिर आएको छु अहिले चाहिँ, हस्की रहेछ यहाँ फिमेल 18,500 18। यो ल्याब रहेछ, यो त जापानिज स्पिच, यो पनि त्यही हो। यो पनि ए पोमेरियन हो, ए क्याट पो हो, पोमेरियन जस्तै देख्दो रहेछ, क्याटहरू रहेछ। यहाँ पनि एउटा ल्याब रहेछ, ककर स्पेनियल छैन। ऑर्डर कितना पड़ेगा उसका, कितना पड़ेगा? हाँ मेल फीमेल कोई भी भाई, कॉकर स्पेनियल 16,000 अरे 14 16 स्पेनियल हो, कान ठुलो भयो नि अस्ति हेरेँ नि तिमीले, बुत्ला धेरै भएको। ल यो चाहिँ हाम्रो कलकत्ता पेट सप सिलगढीमा जे अर्डर गर्दाखेरि आउने रहेछ। यहाँ सबै प्रकारको कुकुरहरू आउने रहेछ, आउनु त। भाइले हेरेको चाहिँ यता डाल्मेसियन होइन, डाल्मेसियन नभए डोबरम्यान, दुईटामा हेरौँ नत्र हस्की। अहिले चाहिँ हामी सिटी सेन्टर आएको छौँ, आवाज कतिको सुन्दैछ। आजको हाम्रो लास्ट लोकेसनको लागि चाहिँ हामी आइसक्यौँ डिक्याथलोन। हेलमेट त आफै डिक्याथलोन, यहाँ चाहिँ जे सामान पाउँछ है। अब भाइ पनि ट्रेक जाँदैछ, म पनि ट्रेक जाँदैछु, सो यसो सामानहरू हेरौँ के पाउँछ। राम्रो रहेछ रेनकोट यार, यहाँ चाहिँ जे होस् एभ्रिथिङ पाउँछ क्या, एभ्रिथिङ जे खोज्यो त्यही। स्पोर्ट्स रिलेटेड, ट्रेकिङ रिलेटेड, ट्राउजर, हाफ प्यान्ट, सक्सहरू भयो, जे भनौँ त्यही पाउँछ क्या। यो पनि रेनकोटहरू जस्तो छ त यार, रेनकोटै रहेछ। कति छ हौ प्राइस चाहिँ यार, 4,000 छ नि, महँगो भइहाल्यो नि। कस्तो मजाको ओइको त्यहाँ फर्निचर सोरुमको सोफा भन्दा आनन्द रहेछ यो त यार, मजाको क्या। 2 वर्ष वारेन्टी। यो चाहिँ के हो, टेबल ए यस्तो कफी सफी राख्दै 2,000 अरे ए 1599। सस्तो हुन्छ क्या अलिकति ट्याग भन्दा क्या, डिस्काउन्ट हुन्छ नि त अलिअलि। सो यहाँ डिक्याथलोनमा चाहिँ टेन्टहरूदेखि लिएर सबै छ। यो कति भयो अरे भाइ यो? 299 3000 आइसी। अनि यो म बसिरहेको चाहिँ 35 ए 4500 यार। हाम्रो प्रितम साथीलाई गिफ्ट दिनुपर्छ जस्तो छ यार, माछा मार्नेलाई हो यो चाहिँ ट्याक्कै। यहाँ टेन्टहरू पनि छ है टक्कसँग। खै केटाहरू माथि सामानहरू लिँदैछ, लिँदैन? यहाँ हामी चाहिँ यसो केएफसीमा सामान लिँदैछु। कत्रो लगेको भाइ, कत्रो माल लगेको लास्ट यार। 15-20 जना घरमा रेडी गरेर ए बे आउँदैछ यार, अलिकति चाहिँ घट्नुपर्छ है भाइ यो भाइ। ए गफ नखान भाइ, गफ नखान, आधी तिमीले हो खाने क्या। अब यति प्याक भयो हाम्रो। मैले पनि भान्जीलाई सानो लार्ज पपकर्न लगाउँदैछु छु, त्यति लगेर त्यहीँ हालिदिएको छ ल भाइ मेरो। यति लिएर अब फर्किन्छु।
क्याम्प 8586 को लागि चाहिँ दरो सपिङ भयो यहाँ ए हो भोलि केटाहरूको मुन्दुम ट्रेकको लागि होइन मुन्दुम ट्रेक जाँदैछ केटाहरू भोलि दामी सपिङ भयो ल ब्यागहरू पनि यो राम्रो छ क्या ब्याग यो 5000 आइसी मेरो जस्तै हो सो अहिले चाहिँ हामी यहाँ पान्टिङ आइसकेको छु अनि यहाँ एक्जिट गर्दैछु यहाँ हाम्रो पर्मिटमा सो गाइज 2 दिनपछि फेरि यहाँ बिर्तावनमा अस्तिको भ्लग कन्टिन्यू गर्दैछु अस्ति त्यहाँ छापहरू लगाइवरी बोर्डरमा सिधै घर आइयो आएर यस्तो थाकिएको थियो मजाले निद आइहाल्यो त्यही भएर चाहिँ आज 2 दिनपछि चेयरहरू हाम्रो त्यहाँ अर्डर गरेको आइपुग्छ भनेर चाहिँ भिडियो गरेको थिएँ भिडियो बनाउन आएको थिएँ यहाँ क्याफे केटाहरूको तर अहिलेसम्म पनि आइसकेको छैन रहेछ अब अहिले बोर्डरहरू एकदमै टाइट छ अरे त्यही भएर अलिक टाइम लाग्छ भन्ने कुरा गर्दै थियो त्यहाँ क्यारियरहरूसँग पनि कुरा गरियो 1-2 जना बेसिकली अब 1000 देखि 1200 गोटा पर्छ लिन्छु भन्ने कुरा गर्दै थियो क्यारियरहरूले सो 20वटा जस्तो चेयर थियो होला त्यही 20000 नेपाली एक्स्ट्रा लाग्ने भयो त्यहाँ जस यहाँसम्म आइपुग्छ भने त्यही भएर चाहिँ त्यही इन्फर्मेसन दिनलाई चाहिँ म आज यसो भिडियो बनाउँदैछु अनि यो चाहिँ हाम्रो भाइहरूको क्याफे लगभग कम्प्लिट भइसकेको छ अब यही फर्निचरहरू सबै आइसकेको छ त्यही चेयरहरू बाँकी छ अनि एसीहरू अलिअलि जोड्नु बाँकी छ सो राम्रो बनाएको छ स्पेस सानो भए पनि मजाको चिडिक्क यहाँबाट चाहिँ भ्यू पनि बब्बाल छ अनि किचनको सेटअपहरू पनि लगभग सबै आइसकेको छ सामानहरू धरानबाट सो यस्तै छ अब भाइहरूको क्याफे सो अब लगभग यिनीहरूलाई 10 देखि 15 दिन लाग्छ होला यो कम्प्लिट हुनुलाई त्यसपछि फेरि म यसो एउटा भिडियो बनाइदिन्छु यसो भाइहरूलाई यसो सानो सपोर्ट सो यति भन्दै अब आजको अस्तिको त्यो भ्लग यहाँ आज एन्ड गर्दैछु जस्ट चेयर आइसकेपछि म एउटा सानो सर्ट भिडियो भए पनि अपलोड गर्नेछु सो अपडेटको लागि यसो च्यानल पनि सब्सक्राइब गरेर राख्नु होला सो यति भन्दै अर्को भ्लगमा भेटौँला ल